एउटा सानो नानी र परमेश्वर सँगसँगै हिँड्दै हुनुहुन्थ्यो। अनि परमेश्वरले भन्नुभयो, नानी तिमी अगाडि हिँड्दै गर है, म पछि पछि आउँदै गर्छु र पछाडि फर्केर नहेर्नु। तब नानी हिँड्दै थियो र अचानक गारुङ गुरुङ गर्यो, हावाहुरी चल्यो, ढुङ्गा मुरा सोर्यो। नानी धेरै करायो, चिच्चायो र भन्यो, परमेश्वर तपाईँले मैले किन त्याग्नुभयो? म त साह्रै एक्लै छु, किन मलाई छोड्नुभयो? त्यो नानीले दङ्ग्यायो। र जब नानी रोइरहेको थियो र रुँदै गर्ने क्रममा नानी घुँडा टेकेर बस्यो र घुँडाकै छेउबाट रगत बगेको नानीले देख्यो र पछाडि फर्केर जब त्यो सानो नानीले हेऱ्यो, प्रभुको शरीरबाट पो रगत आएको रहेछ। अनि नानीले सोध्यो, प्रभु प्रभु परमेश्वर पिता, तपाईँको रगत यो कसरी आयो? तब परमेश्वरले भन्नुभयो, हेर नानी, जब तिमी अगाडि हिँडिरहेको थियो म तिम्रै पछि थिएँ र जुन ढुङ्गा मुरा सोरिरहेको थियो र त्यो ढुङ्गा मुरा चाहिँ मैले छेकेको थिएँ र मलाई लाग्यो र मेरो शरीरबाट रगत आयो। तब त्यो नानी रोइयो, किनकि कहिलेकाहीँ परमप्रभुले हामीले त्यो अवस्थामा एक्लो छाड्नुहुन्छ, जुन समयमा आउने बाधा चाहिँ, जुन समयमा आउने चोट चाहिँ, हामीमा आउने चोट चाहिँ परमप्रभुले लिनुहुन्छ र परमप्रभुले नै ती सबै बोझ हाम्रो निम्ति बोक्नुहुन्छ। अनि हामी चाहिँ त्यो बोझबाट बच्छौँ र हामीले परमप्रभुले त्यसै सुरक्षा गर्नुहुन्छ। यसमा हामीले कहिले पनि प्रभुले छोड्नु हुँदैन, प्रभुले दङ्ग्याउनु हुँदैन, किनकि हरेक दुःख कष्टको पछाडि चाहिँ परमप्रभुको ठुलो योजना पनि हुन्छ।